दर्शक पनि फेरि आज तपाईँहरूले चाहिँ एउटा टेक्निकल जानकारी लिएर आएको छु होइन। तपाईँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, हामीसँग जुड्नु भएको छैन भने त्यस्तोमा चाहिँ तपाईँ आउने भिडियोहरू मिस गर्नु सक्नुहुन्छ। सो तपाईँ चाहिँ सिम्पली युट्युबमा गएर सब्सक्राइब गर्न सक्नुहुन्छ। फेसबुकमा हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्न सक्नुहुन्छ टेक्निकल भिडियोको लागि। आज म तपाईँहरूलाई चाहिँ होइन स्टार 14 र 7 यो कोड तपाईँले चाहिँ बुझ्नुपर्ने हुन्छ होइन। यो कोडबाट के तपाईँ फाइदा हुन्छ त्यसको बारेमा म तपाईँहरूलाई चाहिँ जानकारी दिन्छु होइन। अब तपाईँ चाहिँ एनटिसी युजर हुनुहुन्छ भने त्यस्तोमा तपाईँले चाहिँ इम्पोर्टेन्ट हुनसक्छ होइन। अब कतिखेर हुन्छ भने इमर्जेन्सी होइन, इमर्जेन्सी कल गर्नु पर्यो तर ब्यालेन्स सकिएको छ र त्यहाँ चाहिँ होइन अब कार्ड पाउने पनि समस्या हुन्छ होइन, रिचार्ज कार्ड त्यहाँ पसलहरू पनि छैन, वरिपरि हेर्नुभयो भने पसलहरू पनि छैन भने त्यस्तोमा इम्पोर्टेन्ट हुन्छ क्रेडिट चाहिने। त्यस्तोमा चाहिँ एनटिसीले 20 रुपियाँसम्म तपाईँले चाहिँ क्रेडिट लोन दिन सक्छ होइन। कसरी लिने हो होइन त्यो चाहिँ तपाईँ जानिराख्नुहोस्, तपाईँले चाहिँ इम्पोर्टेन्ट हुन्छ। र तपाईँले भिडियो ठिक लाग्यो भने सेयर गरिदिनुहोस् होइन, साथीहरूले पनि थाहा हुन्छ इमर्जेन्सी परेको बेलामा चाहिँ कसरी क्रेडिट लोन लिन सकिन्छ। कि चाहिँ तपाईँ आफ्नो फोनको डायल पेड ओपन गर्नुपर्ने हुन्छ होइन। डायल पेड ओपन गर्नु, यहाँ चाहिँ तपाईँ टाइप गर्नु एउटा कोड *1477, त्यसपछि # त्यसपछि चाहिँ तपाईँ कति नम्बरमा सिम लगाउनु भएछ यो चाहिँ तपाईँ ध्यान राख्नु। तपाईँ 1 नम्बरमा लगाउनु भएछ कि 2 नम्बरमा लगाउनु भएछ होइन। अब जस्तो तपाईँ 1 नम्बरमा युज गर्दै हुनुहुन्छ भने 1 मा यसो कल गर्नुहोस्, एकछिन यो प्रोसेसिङ लिन्छ होइन। त्यसपछि चाहिँ तपाईँले चाहिँ होइन क्रेडिट पाउन सक्नुहुन्छ 20 रुपियाँसम्म एनटिसीले तपाईँले चाहिँ क्रेडिट लोन दिन्छ। अब यसको लागि चाहिँ तपाईँ गेट क्रेडिट अफ RM लेखेको छ, यहाँ चाहिँ तपाईँले चाहिँ मेसेज सेन्ड गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँ एक यहाँ खिच्नु पर्ने हुन्छ है। एक खिचिसकेपछि त्यसपछि यहाँ चाहिँ सेन्डको अप्सन छ नि, त्यहाँ चाहिँ तपाईँ क्लिक गरिदिनुहोस्। त्यसपछि तपाईँको एकाउन्टमा के हुन्छ त 20 रुपियाँ क्रेडिट भइहाल्छ। यो सर्भिस चाहिँ तपाईँ युज गर्न होइन इमर्जेन्सी परेको बेलामा चाहिँ तपाईँ युज गर्न सक्नुहुन्छ होइन। अब कुनै बेला हुन्छ नि जस्तो ब्यालेन्स एकदमै 0 हुन्छ र यताउति हेर्नुभयो भने पसल पनि छैन, त्यस्तोमा क्रेडिट चाहिँ होइन लोन चाहिँ तपाईँ लिन सक्नुहुन्छ एनटिसी युजरहरू होइन। र तपाईँले चाहिँ यो भिडियो कस्तो लाग्यो होइन, नबुझेको ठाउँमा चाहिँ तपाईँ कमेन्टमा भन्न सक्नुहुन्छ। र तपाईँले भिडियो राम्रो लागेछ भने सेयर गरिदिनु होला र एउटा लाइक गरिदिनु होला, किनकि हामीलाई थाहा हुन्छ कि तपाईँहरू चाहिँ हाम्रो भिडियो हेरिराख्नु भएको छ र केही तपाईँहरू चाहिँ सिक्दै हुनुहुन्छ। हवस्, धन्यवाद।